सबैमा नमस्कार। आज म अलिकति नेपाल डोरलाई जोडेर आफ्नो बारेमा तपाईँहरूलाई यो भिडियो मार्फत प्रस्तुत गर्दैछु। 8 वर्ष अमेरिकामा सिकेको सिप एउटा सपना र आफ्नै देशप्रतिको जिम्मेवारी। यही यात्राको नाम हो नेपाल डोर। धेरैले सोध्नुहुन्छ, अमेरिकामा बसेर राम्रो कमाई, सुविधा र सुरक्षित भविष्य छोडेर किन नेपाल फर्कनुभयो भनेर। यसको उत्तर सरल छ। आफ्नो देशका लागि केही गर्नुपर्छ भन्ने भावना। 8 वर्ष अमेरिका बस्दा मैले केवल रोजगारी मात्रै गरिनँ। त्यहाँको काम गर्ने संस्कार, प्रविधि, उत्पादन प्रणाली, गुणस्तरप्रतिको प्रतिबद्धता र सिपको सम्मान नजिकबाट सिक्ने अवसर पाएँ। त्यहाँ एउटा सिप भएको मानिसले सम्मान पाउँछ, अवसर पाउँछ, आफ्नो भविष्य आफै निर्माण गर्न सक्छ। तर मनभित्र एउटा प्रश्न सधैँ उठिरहन्थ्यो, यो सिप र अनुभव आफ्नै देशमा किन प्रयोग नगर्ने? किन नेपाली युवाले विदेश गएर मात्र अवसर खोज्नुपर्ने? किन नेपालमै रोजगारी सिर्जना गर्न नसक्ने? त्यही प्रश्नले मलाई अमेरिका छाडेर नेपाल फर्कने निर्णय गरायो। सपना ठुलो थियो, नेपालमै गुणस्तरीय उत्पादन गर्ने, नेपाली युवालाई सिप सिकाउने, रोजगारी दिने र विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने स्वदेशी उद्योग खडा गर्ने। तर सपना देख्नु सजिलो रहेछ, त्यसलाई व्यवहारमा उतार्नु निकै कठिन। नेपाल फर्किएपछि थाहा भयो, यहाँ उद्योग खोल्नु केवल लगानीको कुरा रहेनछ। यहाँ त सरकारी नीति नियमको जटिलता, अनावश्यक प्रक्रियागत झन्झट, विभिन्न निकायका कर्मचारीको पेलान, निराशजनक प्रशासनिक ढिलासुस्ती र हरेक पाइलामा अवरोध पार गर्नुपर्दो रहेछ। कहिलेकाहीँ यस्तो लाग्थ्यो, विदेशमा बसेर सजिलो जीवन बिताएको भए सायद धेरै सहज हुन्थ्यो। तर हरेक कठिनाइले फेरि सम्झाइदियो, देश परिवर्तन सजिलो बाटो रोजेर हुँदैन। आज ती सबै सङ्घर्ष, दुःख, तनाव र अनगिन्ती चुनौतीबीच नेपाल डोर उभिएको छ। यो केवल एउटा उद्योग होइन, यो एउटा विश्वास हो कि नेपाली सिप, नेपाली मेहनत र नेपाली सोचले पनि विश्वस्तरीय उत्पादन गर्न सक्छ। नेपाल डोरमा बनेका ग्लास फाइबरका ढोकाहरू, नेपाल डोरमा बनेका मोल्डेड स्किनका ढोकाहरू केवल व्यापारका लागि बनेका होइनन्। यो ढोकामा एउटा सपना जोडिएको छ। नेपाली युवाले आफ्नै देशमा अवसर पाउन सिप सिकुन्, सम्मानजनक रोजगारी पाउन् र आत्मनिर्भर नेपालको आधार बलियो बनोस्। आजको सरकारले पनि उत्पादन, उद्यमशीलता, सिप विकास र स्वदेशी उद्योग प्रवर्धनलाई प्राथमिकता दिने कुरा गरिरहेको छ। उद्योगहरूलाई व्यावहारिक सहयोग, सहज नीति र प्रोत्साहन अत्यावश्यक छ। म अमेरिका छोडेर नेपाल फर्किएको निर्णयमा कहिल्यै पछुताएको छैन, किनकि सुविधाभन्दा ठुलो कुरा हो आफ्नो माटोको लागि केही गरेको सन्तुष्टि। यदि हामी सबैले आफ्नो ठाउँबाट एउटा इट्टा थप्ने हो भने समृद्ध नेपालको घर अवश्य बन्छ। नेपाल डोरले केवल ढोका बनाइरहेको छैन, यो आत्मनिर्भर नेपालको भविष्यतर्फ ढोका खोलिरहेको छ। यो भिडियो सब्स्क्राइब र लाइक गरिदिनु होला। धन्यवाद।